दर्शकवृन्द नमस्कार। यति बेला हामी चिसापानी महोत्सव 2082 मा आइपुगेका छौं र यो चिसापानी महोत्सव 2082 सकिसकेको छ र सकिसक्दा चाहिँ यहाँका होटल व्यवसायी स्टल व्यवसायीहरूको चाहिँ एउटा गुनासो आएको छ। त्यो गुनासो के हो भन्दा हामी प्रत्यक्ष होटल व्यवसायीसँग चाहिँ कुरा गर्दैछौँ। हेर्नुहोस् यो भिडियो। नमस्कार, सन्चै हुनुहुन्छ? तपाईहरुले चाहिँ एउटा आरोप लगाउनु भएको छ चिसापानी महोत्सवले चाहिँ तपाईहरुलाई ठग्यो भन्ने, हैन? कसरी ठग्यो त नि? यो स्टल बनाएर हामीले एउटा कुर्सी एउटा टेबल स्टल बनाएर दिन्छौं भन्यो। हजुर, केही पनि बनाइदिएन, यस्तै भङ्गरै दियो। हामीले आफ्नो संरचना ल्याएर पाल किनेर ल्याएर लगाइयो। हजुर। अनि महोत्सव भनेर महोत्सव भनिसकेपछि महोत्सवको मापदण्ड अनुसार यहाँ काम गर्नुपर्ने, जस्तो पिङहरू बेलैमा बनाइदिनु पर्ने, खेल्ने चिजहरू सबै बेलैमा बनाइदिनु पर्ने। मेला सकिनु 3 दिन 4 दिन अगाडि पिङ इन्स्टल भएको छ, डुङ्गा इन्स्टल भएको छ। मान्छेहरू पहिलो दिन दोस्रो दिन तेस्रो दिन आउँदाखेरि केही पनि थिएन। यो एउटा दुईटा तीनटा होटलका लागि यो खामा यहाँ हेर्न सक्नुहुन्छ, यस्तो खामा बनाएर छोडिदियो। अनि हामीहरुलाई के भनेको थियो महोत्सव आयोजकले चाहिँ के भनेर चाहिँ यहाँ स्टल राख्नलाई पठाएको थियो? महोत्सव हो, 30,000 भाडा हो। हामी तपाईहरुलाई एउटा एउटा स्टल यस्तो स्टल बनाएर दिन्छौँ भनेको थियो। यो स्टल पनि स्वयं हामीले नै आफूले बाहिरबाट ल्याएर बनाइयो। उनीहरूले एउटा यस्तो स्टल बनाएर एउटा टेबल दुईटा कुर्सी हामीले उपलब्ध गराउँछौँ, पानी बत्तीको सबै सुविधा हुन्छ भन्ने कुरा गर्यो। तर हामी आउँदाखेरि यो खामा मात्रै थियो। 2 दिनसम्म त हामीले बनाइदेला भन्दै व्यापारी नगरेपछि हामीले आफै बनायौँ। अनि त्यो पनि केही भएन। टेबल कुर्सीहरु दिने कुरा केही पनि भएन, केही पनि दिएन, आफैले बनाइयो ल्याइयो। त्यस पछाडि 2 दिन पछाडि आफै व्यवस्थापन गरिसकेपछि टेबल कुर्सी नदिएपछि आफै पाल किनेर यस्तै उनीहरूले टेन्ट आउटबाट ल्याए। हामीले पाल किनेर नयाँ पाल किनेर यसरी बनाएर बस्यो। यो महोत्सवको होटलहरू यस्ता हुन्छन्, कहीँ कुनै महोत्सवको होटल देख्नु भएको छ यो गाउँको मेलाको जस्तो। अनि यसले के को आधारमा 30,000 भाडा खान खोजिरहेछ? अनि हामीले पहिले स्टल बुकिङ गर्न आउने बेलामा यदि महोत्सव चलेन, यो गाउँको महोत्सव हो, यो 30,000 भाडा महँगो भयो। महोत्सव त चलेको नचलेको त बाँकेवासी कोलपुरवासी सबैलाई थाहा छ। चिसापानीवासी तपाईँ बजारमा गएर पनि सोध्न सक्नुहुन्छ, बजारवाला मान्छेलाई, यहीँका लोकललाई। अगाडि एउटा कुरा गरिएको थियो, अहिले चाहिँ त्यो भएन भन्ने मात्रै हो। यिनीहरूले बोले अनुसारको हामीलाई न स्टल दिए न महोत्सवको यहाँ संरचना तयार पारे। एउटा कलाकार ल्याएर 2 मिनट त्यो साँझमा महोत्सवको कलाकार 5 बजे पछाडि हालेर अनि हाम्रो व्यापार चल्छ। अनि यिनलाई कसरी हामीले भाडा तिर्ने? त्यही पनि 30,000 को ठाउँमा हामीले बुक गर्ने बेला भनेको थियौँ महोत्सव चलेन, व्यापार चलेन भने हामीलाई भाडा मिलाइदिनु पर्छ। हुन्छ भने अहिले हाम्रो माग के हो भने सिर्फ व्यापार चलेन, महोत्सव चलेन, फलप भइसकेपछि हामीले कहाँबाट घरबाट ल्याएर दिने। 10 दिनसम्म त यो चिसोमा काम गरियो, व्यापार भएन नभए खटियो। हाम्रो 4 जना स्टाफ थियौँ, 4 जनाको 1 रुपियाँ कमाइ आएन। तर कमसेकम भाडा 20 को ठाउँमा 30 को ठाउँमा हामीले 20,000 दिइसकेपछि हामीलाई जान दिनुपर्ने। हामी 20,000 तिर निक्लिन खोज्दाखेरि हाम्रो सामानहरू रोकिएको छ, गेटमा जान दिइरहेको छैन। अनि मान्छेहरू यहाँका आयोजकका टिमहरू न होटल हामीले गरिराख्दाखेरि न पानी बेलामा हुन्थ्यो, न यो बत्ती व्यवसाय गर्दा गर्दै झ्याप झ्याप पहिला एउटा सम्झौता भएको भनेर तपाईले आयोजकलाई भन्नुपर्ने हो। सम्झौता भने हामीले कति करायौँ सम्झौता यहाँ हेर्न सक्नुहुन्छ। सम्झौतामा नि बकाइदा साथ लेखेको छ मजाले, यति बाई यतिको ठाउँमा स्टल बनाएर एक थान कुर्सी एक थान टेबल यिनी विद्युत सिद्युत सबै उपलब्ध गराएन। पनि केही बत्ती 2 दिनपछि जोडेको हामी आइसकेको। अनि महोत्सव 7 गतेसम्म चल्ने भनेर त्यहाँ पोस्टरमा राखेको छ। महोत्सव 6 गतेसम्म पनि नभइकन त्यत्तिकै सकियो। यिनीहरूको आफ्नो कमजोरी यति धेरै छ र मेला चलेन। अहिले हामी व्यापारीसँग जबरजस्ती पैसा उठाउनु खोज्दैछ, यसको बारेमा सम्बन्धित निकायको ध्यान जाओस्। दर्शकवृन्द, यति बेला हामी चिसापानी महोत्सव 2082 आइपुगेका छौँ र यहाँ होटल व्यवसायीहरू स्टल व्यवसायीहरूले चाहिँ एउटा गुनासो पोखिराख्नु भएको छ। तपाईँले देखिराख्नु भएको छ भर्खरै एकजना हाम्रो दाइले बताउनु भयो यहाँको समस्या के हो, उहाँसँग कस्तो सहमति भएको थियो र उहाँहरूलाई चाहिँ अहिले कसरी लुटिँदैछ भन्ने एउटा प्रत्यक्ष हामीले उहाँसँग कुरा गरेर थाहा पायौँ। यो आयोजक टिमले यो कुराको चाहिँ सत्य तथ्य चाहिँ बाहिर निकाल्नुपर्छ। उहाँहरूलाई चाहिँ पिर मर्कामा पार्नु हुँदैन भन्ने हाम्रो धारणा छ। हस्त, धन्यवाद।